सम्पूर्णमा नमस्कार। आज भने म आफ्नै जन्मथलो रौवे डाँडा, मेरो गाउँ रौवे डाँडा हो, रौवे डाँडामा आएको छु। रौवे डाँडा कता पर्छ भन्नुहुन्छ भने कास्की जिल्ला गण्डकी अञ्चल, कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर 8 रौवे डाँडा यो हो। तपाईले देख्नुहुन्छ पारी नागीढाँड अनि उता पाखरीकोट यो डाँडा, त्यसपछि यो गोर्जे अनि यो रौवे डाँडा। रौवे डाँडा चाहिँ कहाँबाट भन्नुहुन्छ भने माथि, जब त्यहाँ माथि बादल लागिरहेको छ, त्यो बादल लागेबाट स्याठै तल यहाँबाट ठ्याक्कै पाती खोला बालुवा, ताकि यो रुदी र पाती खोला, रुदी खोला र पाती खोलाको दोभान यहाँ तल छ। त्यो ठाउँलाई चाहिँ मकै खोरियो अथवा बालुवा भनिन्छ। त्यो ठाउँमा पहिला एकदमै ठुलो मेला लाग्थ्यो, पूर्णे मेला। अहिले अब छैन, त्यस्तो छैन, बस्ती पनि छैन। र यो भन्नुहुन्छ भने यो तल्लो गाउँ चाहिँ तामाङ गाउँ हो। यो माथि यो पोखरी स्कुल छ, नारायणी आधारभूत विद्यालय, त्यो नारायणी हामी जो कि पहिला 8 क्लाससम्म थियो। पहिला त 7 क्लास थियो, त्यसपछि चाहिँ अहिले चाहिँ 8 क्लाससम्म छ। त्यहाँबाट तल चाहिँ तामाङ गाउँ हो। र म अहिले यहाँ बसिरहेको यो ठाउँ चाहिँ हाम्रो एकछिन पाल्देन छोकरलिङ गुम्बा, ताकि तामाङ बा आमाको सहयोगबाट चाहिँ बनिएको यो गुम्बा हो। यो गुम्बा चाहिँ पुरानो हो, सायद कति पुरानो भन्नुहुन्छ भने यहीँ लेखिएको छ। मिजुरे, यहाँ पहिलाको साबिक श्री मिजुरे गाउँपालिका गाविस वडा नम्बर 1 का तामाङ आमा समूहद्वारा निर्मित भनेर लेखिएको छ। र यो गुम्बाको नाम चाहिँ देछिन पाल्देन गुम्बा भनेर चाहिँ नामकरण गरेको छ भने मिति 2057 साल 11 महिना 23 गते चाहिँ श्रीमती उर्सी तामाङ ज्यूबाट सम्पन्न यसलाई चाहिँ समुद्घाटन गरिएको हो भनेर चाहिँ यहाँ लेखिएको छ। र अहिले यो हाम्रो गुम्बा यो जीर्ण अवस्थामा रहेको छ र यसरी जताततै भत्किएको छ भने मर्मत गर्ने कार्य भइरहेको छ। यो यसरी चाहिँ चर्केको छ भने यो हालसालै बनाएको यो पिल्लर ठडाएको हो। यो पनि हो, यो पनि लगभग 2 वर्ष भइसकेको छ। सरकारबाट, वडाबाट, स्थानीय सरकारबाट चाहिँ बजेट आएर चाहिँ यसरी बनाएको हो। र अहिले यो गुम्बा अलिकति जीर्ण अवस्थामा छ। र अब यो गुम्बालाई चाहिँ पुनः निर्माण गर्नको लागि हामी यहाँको गण्यमान्य हैन र वडा अध्यक्षदेखि लिएर हाम्रो तामाङ गाउँ विकास समितिका अध्यक्ष अहिले मेरै दाइ हुनुहुन्छ, महिला दाइ शङ्कर तामाङज्यू, उहाँले धेरै पहल गर्नुभएको छ भने। र अझै उहाँबाट भन्दा पनि अझै हाम्रो टेकबहादुर मामा, त्यसपछि कृष्ण मामा, हाम्रो क्याप्टेन बा धनबहादुर बा लगायत सम्पूर्ण आमा समूह र सबैबाट चाहिँ यहाँ यो कसरी हाम्रो संस्कार संस्कृति हैन, आफ्नो धर्म कसरी चाहिँ हामीले जोगाउने, अब आउने पिँढी हाम्रो छोराछोरीलाई अब कसरी चाहिँ आफ्नो धर्मबाट चाहिँ प्रभावित गर्न सक्ने भन्ने विषय सबै कुरा उहाँहरूबाट चाहिँ जानकारी र उहाँहरूबाट चाहिँ हामीलाई सिक्दै हामी आइरहेको छौँ। र यसरी सुख शान्ति मिलोस् र विश्वमा शान्ति छाओस् भनेर हामीले यसरी झन्डा अर्थात् बुद्ध झन्डा चाहिँ यसरी फरफराउने गर्छ। यही हो। अब यो गुम्बा चाहिँ पछि बजेट आएको भन्ने सुनेको छ। अब बजेट आएपछि हामीले गुम्बा तत्काल निर्माण गर्नेछु। अब यो मुनि यो अफिस हो भने तल किचन छ,
टोयलेट बाथरुम। त्यसपछि यो एकदमै नाच्ने गाउने रमाइलो गर्ने हैन खानाहरू खाने एकदम आराम गर्ने है आरामदायक यो भवन हो। यहाँ एउटा छोटदेन रहेको छ र यो गुम्बा। ल अब भने मैले यहाँ चाबी ल्याएको छु तपाईँहरूलाई भित्र देखाउँछु है त कस्तो रहेछ। अब यो चाबीले खुल्छ खुल्दैन नि। अब चाबी नि पाङ्ग्रा पनि अब कहाँ यस्तो कालो न निलो भयो कसरी खोल्ने यार। हेत्ते खुल्यो खुल्नु त खुल्यो ल कता हो ए ल ओहो के भयो यहाँ माथिबाट पानी आयो क्या यता माथिबाट के हो पानी चुई क्या हो यता यस्तो त नहुनु पर्ने। हेट छेउछेउबाट पानी आएछ नि। ल यो मेरो आमा आइती माया थिङ पूर्व आमा समूहको उपाध्यक्ष है त मेरो यो मामा फुपू। ल हेर्नुहोस् त एकदम डम्बर सिंह स्याङ्बो बाजे गुम्बा अध्यक्ष रवि राणा हेर्नुहोस् त सबभन्दा पहिलाको। ल यसरी चाहिँ तपाईँहरूलाई फोटो देखाउँदैछु है। ल यहाँ मेरो भाउजू प्रतीक्षा स्याङ्बो आमा समूहको यो अहिलेको हाल अध्यक्ष हुनुहुन्छ। ल यहाँ मेरो मामा फुपू त्यसपछि उहाँ पनि मामा दाइहरू सबै छ यहाँ हाम्रोसँग हेर्नुहोस् है त। हालको अध्यक्षज्यू यहाँ हुनुहुन्छ है टल्की यहाँ बजी टुकु माया बजी भन्ने चाहिँ उहाँ हुनुहुन्छ पुरो पहिलो अध्यक्ष। यहाँ हेर्नुहोस् त के लेख्नुभएको छ टुकु माया लोकचेन पूर्व आमा समूह अध्यक्ष है हाल के हुनुहुन्छ हजुर। ल कार्य समिति अहिले होइन यहाँ के भएछ भनेको टेबल बेस राम्रो बनाएर ल्याउनु भयो रहेछ। ल त आउनु त्यो खुलेन के। ल जति पनि सहयोग गर्नुभएको सहयोगदाताको नाम चाहिँ यहाँ छ है बिस्तारै हेर्नुहोस्। ल उसको नाम आयो आएन यहाँ हेर्नु। यहाँ के भन्छ यस्तो अब गनायो नि तले अब यहाँ कसले गर्ने त यार कोही छैन। अब यो खोल्नुहोस् एकछिन यो पेन होइन यो कहिले यहीँ लिएर पेन गर्नुभयो उताबाट यो के झ्याल खोल्नु हेत गना पेर गनाए। ल यस्तै छ गाउँमा आएपछि सरसफाइ त हुन्छ नि त। बरु यो यताबाट झरेको कि यो कहाँबाट आयो यहाँ के हो यो यो के माथिको त्यो ढुडी लाग्यो कि के हो उताबाट पानी यता यो भएन कि यो के बनायो रे बर्बाद बनाइदिए। अब अलि राम्रो बनाउनु पर्यो कि बाहिरबाट नि गर्नु पर्यो। हजुर बाहिरबाट नि हाल्नुपर्छ कि हो ओ बल्झै बल्लो लाइटै रहेछ हजुर होइन आएन होला माथिबाट हो। अब माथि त त्यस्तो छ नि रे बन्द गरेको हो। ओहो यस्तो भतिया लास्तो छ यहाँ त हुँदैन के यहाँ भोलि पूजा हुन्न होला यहाँ। हजुर आएन ल चाबी खोल्नुहोस् त त्यहाँ दाइ आउनु। जीर्ण अवस्थामै भयो नि त यो त
खोइ कहिले बनाउने हो भित्र हेर मै त साथी हो ल ल बिस्तारै गर्नु झ्याम्मै आउँ ल रहेछ हजुर यस्तो चर्किएछ यति राम्रो पेन्ट गरेर हो बने पेन्ट एकदम पुरानो ल हेर्नुहोस् यो राष्ट्रमै छैन है यस्तो यो अन्तर्राष्ट्रमै छैन यस्तो पेन्टिङ उ त एकदम पुरानो भएर हो क्या हो यस्तो छ ल अब गाउँमा यस्तै त हो मान्छे नभएपछि पहिला एकदम ठुलो जनसङ्ख्या घरहरू थिए अहिले भने 5-6 घर मात्रै छ तैपनि यति हेरेको गुम्बा एकदम जीर्ण अवस्थामा अब भने यो गुम्बा चाहिँ पहिला ढुङ्गा माटोले बनाएर चाहिँ लगभग कति वर्ष भयो 20-25 वर्ष भयो त हेर्नुहोस् अहिले भने रबे डाँडामा तामाङ गाउँ अथवा घर भनेको त्यही 6-7 घर मात्रै होला अब त्यहाँ बस्दैन टुकु बजे घरमा बस्दैन मेरो घर तल पुछारमा बस्दैन टुकु बजे घर कोही बसे जस्तो लाग्यो मलाई तर बजियाहरू चाहिँ हुनुहुन्न है कान्छाबा कान्छामा बजियाहरू हुनुहुन्छ भने तल इन्द्र मामा हुनुहुन्छ साइला बा हुनुहुन्छ त्यसपछि यो 2 घरमध्ये यहाँ 3 घरमा 2 घर मात्रै छ है 3 घरमा चाहिँ यो बिचमा र यता छेउमा बस्नुहुन्छ अनि माथि कान्छाबा हुनुहुन्छ त्यसपछि यता माथिल्ला घर हाम्रो बजे हुनुहुन्छ होला त्यसपछि छैन अनि उता मामा तल डम्बर मामा हुनुहुन्छ होला माथि भनिजे हो गर्दाखेरि 1 2 3 4 5 6 7 घर मात्रै रहेछ हेत्ती पहिला तपाईँको 60-65 घर थियो हेर्नुहोस् है यति रमाइलो बाबै बाबै अहिले हेर्नु चनमन्न छ कसैको घरमा चाहिँ मान्छे छैन ताला लाछ जम्मै भत्कियो यार लौ न बर्बाद छ ल यो सबैले हेरिदिनुहोस् है यो भिडियो अब भने यो लाकुरे भन्छ यसलाई हैन यो लाकुरे मेरो बाले रोपेको भन्छन् यो 2टा लाकुरे बा बितेर जानुभयो चाहिँ मेरो बा 82 वर्षको उमेरमा उहाँ निधन हुनुभयो अहिले चाहिँ कति वर्ष हुनुभयो भने 72 सालमा बितेको है 72 सालमा 72 होइन 73 मा होला 72 को भूकम्प आयो त्यसपछि 73 सालमा बित्नु भएको 73 बाट चाहिँ 7 वर्ष 8 वर्षै भयो चलो 8 वर्ष भयो यो 2टा यो लाकुरेको रुखले चाहिँ कति वर्ष भयो भन्ने कुरा चाहिँ हो ल अब यो देख्दाखेरि बा सम्झिन्छ मेरो बा माइललाई क्यार्नु भएको छ दाइ खोइ कहिले आउने हो गाडी होइन पानी आएको छैन हामी माइलदार म भने बाइकमा आएको तर तल बाटो अलिक खराब छ यो हाम्रो घरको अलिकति मुनि थोरै एउटा बाटो खराब छ अरू त ठिकै रहेछ यो बर्खायाममा यस्तै हुन्छ र पारी तपाईँलाई देखाइदिन्छु हो त्यहाँ पारी चाहिँ गिलुङ यतापट्टि चरगाउँ अनि यो पछाडि चाहिँ सिङ्दी पस्कौँ रहेको छ अहिले पानी पर्ला जस्तो भयो अब पानी खाम छैन ओहो वहाँ बज्यो क्या हो तलबाट हेरिरहेको छ ओ बज्यो
हजुर ल साथीहरू यही हो र हामी आउनुको रवि डाँडा आफ्नो बर्खायाममा हामी आउनुको मूल कारण भनेको मेरो फुपू एकदमै माया गर्नुहुन्थ्यो मामा बितिसक्नुभयो युकेमा बित्नु भएर फेरि दह संस्कारको लागि मामाको सब यहीँ ल्याउनु भएको थियो योभन्दा 2 वर्ष कि 3 वर्ष अगाडि त्यसपछि अस्ति भर्खरै आज भोलि 49 दिन हुन्छ फुपूको देउरूपा फुपू उहाँ एकदम हाम्रो फुपू हो र उहाँको भोलि 49 दिन रहेको छ त्यही पूजाको लागि चाहिँ म आएको हुँ दाइ पनि आउनुभएको छ र सबै गाउँले गाडीमा आउँदै हुनुहुन्छ है अहिले गाडी कराएको छ तल कराइहाल्यो गाडी आउने गाडी आइसकेको छ भनेर उहाँहरूले सूचना दिएको छ त्यही हो भोलि पूजाको लागि हामी आएको भोलि पूजा सक्ने साथ हामी जानेछौँ अब मेरो घर देखाउने हो भने टाढा छ अब जङ्गल छ घरमा अब त्यो घर जीर्ण अवस्थामा छ के देखाउने अब पछि देखाउनु पर्ला र म यो पारी भन्नाले यो उतापट्टि यो डाँडामा यो बिजुलीको पोलको छेउमा यहाँ हाम्रो धुर्स छ भन्नाले जति पनि यहाँ गाउँमा अथवा पहिलाको बाउबाजेको चाहिँ च्यानहरू चाहिँ त्यहाँ रहेको छ है र मलाई चाहिँ रवि डाँडामा लानु कसैले चाहिँ बित्नुभन्दा पहिला मलाई आफ्नै गाउँमा लानु मलाई गाउँमा जान मन छ भनेपछि उहाँहरूले हाम्रो गाउँलेले चाहिँ उहाँको सप लिएर चाहिँ यहाँ गाड्नुहुन्छ यहाँ सानो स्तूप जस्तो एउटा नमुना बनाएर राखिएको हुन्छ र वर्षमा हामीले उहाँको स्मृतिमा पूजा गरिन्छ यही हो कस्तो लाग्यो तपाईँहरूलाई मैले गाउँ त देखाउन सकिएन पाइएन गाउँ अब झुम्म भइदिएको भए सबै देख्थ्यो र ल गाडी आइपुग्नु लाग्यो हरन बज्यो गाडीले हरन बजायो अब यहाँ कोही छैन गाउँमा के दिने हो पानी दिउँ धारामा पानी छैन त्यो लाजै मर्छ अब पानी त्यही ड्रमको दिनु पर्ला अब छैन पानी आरे त्यहाँ मान्छे छ क्या हो डाँडामा झन्डा मात्रै फ्यालफ्याल गरेको कि मान्छे हो आयो रवि डाँडामा गाडी आयो गाडी अब भने गाडी आइपुग्यो ल रवि डाँडामा गाडी पारार सरर रवि डाँडा गाडी सरर ल हेर्नु त गाडी त त्यहीँ रोकियो क्या ल माथि आउनु ल गाडी आइयो अब खानापिना के खाने हो केही छैन अब आफू त अब आएर चाबी मागेर ढो खोलेको यहाँ माथि ल्याउनु पर्यो गाडी आयो यही हो रवि डाँडाको गाडी सिरिरी हावा सरर ल ओ ए पाउनु ल सामान झार्नु अब के झार्नु पर्ने हो आयो ल यही हो रवि डाँडाको गाडी फररै आयो ल रवि डाँडामा गाडी आयो ल अब ल राम्रैसँग आउनुभयो हो ल तपाईँलाई चाहिँ थाहा क्या जस्तो लाग्यो हो भाइ ठिक भयो एकदम ठिक छ बाटो त अब यहाँ बसेर सामान जम्मै नि यहाँ पास एक नम्बरको राम्रो बाटो रवि डाँडामा सबभन्दा बेस्ट बाटो यही छ एकदम
अन्त छैन यस्तो छैन यहाँ छैन अड्के यस्तो कहीँ देखेन कहाँ देख्नु एकदम राम्रो छ एकदम एकदम राम्रो छ। अरू केही गुनासो छैन छैन अहिले बाटो यहाँ मुनि पनि बनाएको रहेछ यहाँ भएपरि स्वर्गमा गएको जस्तो भयो ल झर्नु झर्नु ल बालाई दिएन त्यहाँ थियो त चौतरमा थियो क्या ओहो आउनुभयो राम्रो भयो बाटो राम्रो छ यसरी राम्रो ए आस्याङ कस्तो छ आस्याङ बाटो ए ल हो ल पहिलाको जस्तो छैन ए धन्यवाद ल ल उहाँलाई अब अलिक गाह्रो भयो जस्तो लाग्यो यस्तो बरु के भन्छ उहाँलाई नखिच रे हो ल हजुर एकदम राम्रोसँग ल्याउनु भयो धेरै धेरै धन्यवाद हजुरलाई ल ल मामा ल एकदम हाम्रो गुम्बा अध्यक्ष हुनुहुन्छ कस्तो लाग्यो तपाईँलाई हो अब खानापिना हामी आफै बनाएर खाने हो करेला आएको छ मजाले बनाउने खाने है हो ओ भाइ खोइ त्यो सामान खोइ भाइ कता ए त्यस्तो झाडीमा कहाँ गएको फेरि होइन अहिले लिएर आऊँ ल त्यो त्यत्रो गएर हेर्नु गयो होला नि झेलिङ खोइ लिएर आउनु ल सबैले एउटा एउटा पानी तिर्छु लाग्यो पानी नखानु पर्यो यहाँको सामानहरू के छ पछाडि ग्यास पनि छ दशीज्यू चाहिँ आउने बित्तिकै काम गर्नु थाल्नुभयो यति सक्रिय छ ल हेर ल सरसफाइ हुनु पर्यो यो एउटा पिलर हो किनभने यो बिमले हाल्नु पर्यो नि यो त हो नि हामी थिएन म यो थिएन यो क्रस बिम छ नि यो बिमले हाल्नु यो त पिलर बनाएको नि भाइ यो त पनि हाम्रो के हो भने यसरी मान्छे आएर बत्तीबाली के समस्या पर्दैन यहाँ झुरुमर ढ्याङ्ग्रो ड्याङ हो त्यो आवाजको ताकत एकदम ज्यादा हुन्छ ज्यादा हो तपाईँले के भन्नु बरु मान्छे यसो फरक पर्दैन मान्छे आएर त्यसले दर्शन गर्ने पूजा गर्ने समस्या भएन यहीँ बसेर एउटा दुईवटा ढ्याङ्ग्रो ड्याङ्गी पावर ज्यादा हुन्छ साउन्डको यहाँ पूजा के भयो आवाज जाने एउटा ठाउँ छैन यो बजार चाहिँ नै एकदम मनमनाउँदो काम गरेछ यसको आइडिया गुड आइडिया यो मैले कति भाइले सबैलाई आइडिया दिएको अब गुम्बा बनाउने त्यही हो मैले त्यतिखेर आउने त्यस्तोहरूले त मैले आइडिया दिएँ यो नै हो अब यो चौर थियो कि काम नलाग्ने चौर यसको आइडिया छ नि यो रवि डाँडाको सबै तामाङहरू बिजु यसको जतिको आइडियाहरू छैन यति फाल्टु छ चौर हो आस्याङ थाक्नुभयो या तपाईँ कहाँ जानुभयो खोइ मैले त देखेन नि देखेन कि तपाईँलाई अघि म बसमा थिएँ नि त
बसमै थियो ओहो लो लो सामान बर ओसार्नु भयो भने सामान अझै छ ल हेर गुम्बाको अध्यक्ष रवि डाँडा तामाङ समाजको अध्यक्ष यसरी हो काम गर्ने बल्ल पो काम हुन्छ अध्यक्षहरूले यसरी हो क्या काम गर्ने गुम्बा अध्यक्ष तामाङ अध्यक्ष आफैले काम गर्नुहुन्छ होइन यो के को लागि हो के को हो त्यो भाँडा हो ए अलि सानो भयो त ल हाम्रो दिदीले चाहिँ रवि डाँडाको गुम्बाको लागि लाल ल सबैले नमस्कार शुभ बिहानी हजुर कसले मामा होइन बितेर त्यो अर्गुङमा अर्गुङ हजुर अर्गुङमा त्यहाँ फुपूले चढायो कि आज पौषको 22 गते पूर्णेको दिनमै यहाँ हाम्रो फुपू त्यो रूप फुपूको 49 दिनको यो पुण्यतिथि रहेको हुनाले उहाँको छोरीहरू दिदीहरू बहिनीहरू सायद सम्पूर्ण गाउँका इष्टमित्र लामा गुरुहरू सबैजना आज भेला भएर रवि डाँडा आफ्नै जन्मभूमि गाउँमा यसरी उहाँको लागि पुण्य पूजा गरेको छ हजुर यहाँ 3वटा स्मृतिक यो तुर्स भन्छ रहेको छ यो भने मामाको हो त्यसपछि सोल्टी छोरा मेरो सोल्टी अनि यो फुपूको है हालसालै बनाएको लगभग अहिले 49 दिन भएको छ अलि पानी पर्ला जस्तो छ आज सायद पर्दैन होला लगाउने छोडे के गरी उस गरेको जमेको नि पोर त्यसरी तातो पानीले भएर जाने हो हजुर खै गर्छ दार्गी हिँड्नु म त देख्न जोइन म बाबु साले दारै न आले आज त्यो चाहिँ कुङरी बिचरिङ के सफल बेली हो दार्गी कता छ बेना फेबला हो